दर्शकबिनी सबैलाई नमस्ते। म दिनेश परियार विशेष गरी हामी हजुरको 7 जिबी कार्यक्रममा आज उपस्थित छौँ र एकदमै आज खुसी पनि छु र लोकदोरी गायिका शान्ति कार्की दिदीको विशेष आगमन छ। आज हामी हजुरको 7 जिबी कार्यक्रममा मैले धेरै साथ सपोर्ट त पाएकै छु, तर आज विशेष गरेर आज तपाईँसँग एउटा कुरा गर्ने एउटा माहौल पनि मिल्यो। आज विशेष म खुसी छु दिदी। आज दिदीलाई धेरै धेरै सम्मान छ। स्वागत नमस्कार छ मेरो भाइ। सन्चै हुनुहुन्छ नि दिदी? छ विशेष गरी तपाईँ धेरै लोकगीतमा लोकदोरीमा प्रतियोगितामा बिजी नै हुनुहुन्छ। अहिले के गरिराख्नु भएको छ? 2-4 दिन त धेरै बिजी हुनुहुन्थ्यो, अहिले अहिले अझ 2-4 दिन के गरिराख्नु भएको छ? अहिले पनि त्यस्तै त हो, दोहोरी साँझमा काम गर्ने भएपछि बेलुकाको दोहोरी साँझ, हजुर। दिउँसोको सुताइ, काठमाडौँमा त्यही त रहेछ। भनेपछि गीत सङ्गीतमै अहिले तपाईँ अल्झी राख्नु भएको छ। ठिकै छ, त्यसलाई गीत सङ्गीत के चलिरहेछ। लाग्छ? गीत सङ्गीत त अरूको लागि के लाग्छ त्यो चाहिँ थाहा छैन, मेरो लागि चाहिँ एउटा पिर बोल्ने बाटो लाग्छ मलाई चाहिँ। है एकदम कमाई व्यवसायहरूले भन्दा पनि आफूसँग भएका गीत एकदम सङ्गीतको माध्यमबाट दर्शकहरूलाई पोखाउन पाइएको छ। त्यसमै तपाईँले आफ्नो पीडा लुकाएर भए पनि दर्शकहरू खुसी भइदिँदा त्यसै झनै खुसी लाग्छ। हजुर। त्यही माथि आफूभित्रको पीडा लुकाउने पनि यो गीत सङ्गीत चाहिँ एउटा एकदम ठुलो माध्यम हो जस्तो लाग्छ मलाई है चाहिँ। त्यति खुसी हुनुहुन्छ? तपाईँ कहिले कहिले बाटोमा हिँडिरहँदा नचिन्ने मान्छेले ऊ शान्ति कार्की भन्दाखेरि तपाईँलाई कति खुसी महसुस हुन्छ? त्यसरी खुसी लाग्छ है जिन्दगीमा सबैभन्दा ठुलो सम्पत्ति कमाइयो जस्तो महसुस हुन्छ नि कलाकार एकदम क्षेत्रमा, होइन? त्यो तपाईँले उपलब्धि गर्नुभएको छ, गरेको छु। होइन? अब के लाग्छ तपाईँलाई यो गीत सङ्गीत माध्यमबाट धेरै अझ अगाडि जाने कस्तो लाग्छ? सपना त त्यही नै हो। हजुर। एक त मेरो बचपनदेखिकै यो गीत सङ्गीतमा लाग्ने हजुर हजुर। समय परिस्थिति अब भाग्यले भनौँ या अब आफ्नै समयले भनौँ बिचमा त्यस्तै 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 भयो। जस यो उमेरमा आएर पनि अहिले गीत सङ्गीतमा लाग्दै गर्दा र यो प्रतियोगिताले चिनायो विशेष गरेर मलाई शान्ति कार्की भनेर। हजुर। अनि यो बिचमा पनि यहाँसम्म आएर आज मलाई कति धेरैजनाले शान्ति कार्की दिदी, शान्ति कार्की बहिनी हजुर। भन्दा चाहिँ बेसरी खुसी लाग्छ। धेरै खुसी। जुन तपाईँले कलाकारिता क्षेत्रमा तपाईँले कलाकारिता क्षेत्रमा तपाईँले जुन योगदान पुऱ्याइराख्नु भएको छ, त्यो योगदान गरेको बापत आज दर्शकहरूले तपाईँले चिनिरहँदा तपाईँले धेरै खुसी त हुनुहुन्छ। बेसरी खुसी त्यो तपाईँ कमाइ त भन्न मिल्छ कि मिल्दैन? कमाइ त खासै छैन यसमा छनलाई चाहिँ। हजुर। त्यही केही तहको लागि चाहिँ आफ्नो पेट पाल्ने बाटो पनि भएको छ हुनलाई चाहिँ। बिचमा दुःख सुख त बेसरी नै आयो, सुख त के आउँथ्यो र दुःख नै भयो। विशेष गरी झन् काठमाडौँमा आएपछि दुःख पाएँ मैले चाहिँ। म चाहिँ यो गीत सङ्गीतमा लागेको लगभग 7 वर्ष जति भयो। प्रतियोगितामा लागेको हाम्रो यही कल्याण सिर्जन प्रतियोगिता हुँदा सभागृहमा मेरो फर्स्ट प्रतियोगिता त्यहाँ थियो। त्यहाँ लाग्दै गर्दा चाहिँ मैले त्यहाँ चाहिँ नवगायिकाको पुरस्कार पाएको थिएँ मेरो फर्स्ट प्रतियोगितामा। पहिले सफलता पाउनु एकदम त्यति बेला चाहिँ म त्यो सफलता पाउँदै गर्दा मान्छे कति खुसी थिए के थिए त्यो आफ्नो ठाउँमा छ। म चाहिँ त्यो स्टेजमा जाँदा नि रुँदै गएँ कि म खुसी भएर बेसरी खुसी लागेर क्या। मैले सोचेकै थिइनँ आज आज यो अवस्थामा यति खुसी त्यो दर्शकहरूको यति माया तपाईँले कदर गरेर राख्नु भएको थियो नि, त्यो पाउँदा तपाईँ धेरै खुसी हुनु। एकदम आफ्नो दुःख पीडा लुकाउन मात्रै भनेर म सङ्गीत क्षेत्रमा लुकेको मान्छे आज हजारौँ मान्छेको अगाडि मैले त्यसरी गीत गाउँदै गर्दा र मलाई स्टेजमा एउटा पुरस्कृतको रूपमा बोलाउँदै गर्दा बेसरी खुसी लाग्यो। त्यो पुरस्कार पाउँदै गर्दा तपाईँले त्यो माया आशीर्वाद पाउँदै गर्दा तपाईँले को सम्झिनु भयो? तपाईँले यो क्षेत्रमा सहयोग गर्ने व्यक्तिहरू त होला नि पक्कै पनि। शान्ति अहिले स्वर मिठो छ, त्यो कला छ, त्यो प्रतिभा छ भन्ने व्यक्ति त धेरै पनि थियो होला। धेरै छ। त्यो पुरस्कार तपाईँले पाइराख्दा प्राप्त गरिरहँदा त्यो पुरस्कार पाइराख्दा चाहिँ त्यो बेसरी रुन मन लाग्यो चाहिँ त्यो भिडमा मैले चाहिँ मेरो बाबालाई एकदम मिस गरेँ। अहिले त मेरो बाबा मेरो साथमा हुनुहुन्न। म यो गीत सङ्गीतमा लाग्दै गर्दा नि बाबा हुनुहुन्थेन हुनलाई चाहिँ। तर त्यो भिडमा म त्यो स्टेजमा चढिराख्दा मेरो बाबा भइदिएको भए आज सबैजना खुसी हुँदा मेरो बाबा नै खुसी हुनुहुन्थ्यो होला नि जस्तो चाहिँ एकदमै मिस गरेको चाहिँ बाबालाई। त्यसपछि मलाई यो गीत सङ्गीतमा चाहिँ एकदम छिराउन बल गर्नुभएको मेरो आदरणीय दाजु श्रीराम अधिकारी दाजुको कान्छो छोरा, जसले मलाई चाहिँ तपाईँभित्रको प्रतिभा चाहिँ देखाउनै पर्छ दिदी भनेर आफ्नो पुऱ्याइदिनु भयो चाहिँ त्यो भाइलाई पनि यहाँबाट चाहिँ एकदम विशेष विशेष धन्यवाद दिन चाहन्छु। तपाईँले धेरै सम्झिनु भयो, बुवाले सम्झिनु भयो, जुन तपाईँले त्यो प्राप्त जुन तपाईँको सफलता प्राप्त गर्नुभयो त्यति बेला बुवाले सम्झिनु भयो। अनि यो क्षेत्रमा तपाईँ जब काठमाडौँ छिर्नुभयो, यो क्षेत्रमा तपाईँ आइसकेपछि कतिको सपोर्ट पाउनुभयो, कतिको हेर्ने दृष्टिकोण फरक मैले सुनेको छु है, हामीले भोगेको छैन मैले चाहिँ। तर धेरै व्यक्तिहरू छोरी मान्छेलाई असहजता छ यो नेपाली गीत सङ्गीतमा अलिक अलिक फरक किसिमका मान्छे पनि भेटिन्छन् भन्ने जुन त्यो धारणा सोच छ मान्छेको कन्सेप्ट त्यो तपाईँले कतिको भोग्नु पर्यो? यो त एक त म काठमाडौँ मेरो मनले आउँछु भन्दा पनि मलाई केही पर्सेन्टमा भाइ बहिनीहरूले चाहिँ आउने दिदी तपाईँको स्वर राम्रो छ गाउनुपर्छ भोलि केही न केही हुनुहुन्छ भनेर चाहिँ म काठमाडौँसम्म चाहिँ आएँ। तर काठमाडौँ सहर चाहिँ गीत सङ्गीतमा लाग्दै गर्दा मैले सोचेको भन्दा धेरै फरक रहेछ कि बेसरी फरक रहेछ। दोहोरी साँझहरूमा पनि जाँड रक्सी हुक्का खायो निलाई मात्र विशेषता
पहिलो कुरा चाहिँ त्यहीँ माथि अब अलिकति नक्कल झक्कल पार्न सक्ने अलिकति टाँटो बाटो हुनुपर्ने मान्छे त्यो संसारमा कोही छँदा पनि छैन होला नक्कल झक्कल पार्न म खासै जान्दिनँ मसँग जे छ जस्तो छ जे छ मेरो सम्पत्ति भनेको मसँग अलिकति एक गीत गाउने कला मात्रै हो त्यो बाहेक मसँग केही छैन तर दुःख चाहिँ बेसरी हुँदो रहेछ अरूको आश भरोसामा आउँदा हिँड्दा आफूले उनीहरूले भने जस्तो गर्न नसक्दाखेरि अनि चाहिँ अर्को दुःख कुरा चाहिँ नि हुँदो रहेछ जब आज तपाईँले एकदम गीत सङ्गीतलाई एउटा तपाईँले जीवन दान गर्नुभएको जस्तो महसुस भयो तपाईँको जुन त्यो लगनशीलता जुन त्यो गीत सङ्गीतपछिको त्यो एउटा त्यो ऊर्जा छ नि त्यो ऊर्जाले देश छोड्ने अवस्था त नआउला जस्तो चाहिँ मलाई लाग्छ किनकि तपाईँको त्यो देखेर तर देशको स्थिति हेर्ने हो भने चाहिँ विकल्प के छ भने आज एयरपोर्टमा गएर विदेशका लागि कुर्नुपर्ने दिन आउला जस्तो लाग्छ किनकि यो देशको स्थिति हेर्दा तपाईँको प्रतिबद्धता एकदम मिठो छ तपाईँको प्रतिसम्ममा जोडिएको होइन तर देशको स्थिति हेर्दा अहिलेको संविधानको अहिले विकासको हरेक क्षेत्र केन्द्र हेर्ने हो भने आज नेपाली गीत सङ्गीतको कुनै पनि तर कहिले प्राप्त पाउने कहिले सरकारले एउटा मान्यता दिने भन्ने टाइपको छ नि कलाकारप्रतिको कतिपय व्यक्तिहरूको त्यो छ कि त्यो तपाईँले कतिको भोगिरहेको भएको छ शान्ति कार्यले आज यतिका वर्ष सङ्गीतिक क्षेत्रमा के गर्छु भन्यो भोलिको दिनमा यो साङ्गीतिक क्षेत्रमा केही जीविका पार्जन भएन भने भोलि देश छोडेर जानुपर्ने अवस्था त आउँदैन त्यस्तो त मलाई चाहिँ आउँदैन किनकि म चाहिँ अब मेरो सायद उमेरले पनि नदेला त्यो देश छोड्नको लागि त्यसपछि मसँग मेरो नानीहरू छ 3 जना मेरो नानीहरू पनि लगभग ठुल्ठुलै भइसकेका छन् अब उनीहरूले चाहिँ अब हजुरले दुःख नगर्नुमा हामी छौँ भनेर छोराछोरीले सान्त्वना दिइराख्दाखेरि चाहिँ खासै देश छोडेर बाहिर निस्किनुपर्छ जस्तो चाहिँ लागेको छ अनि अर्को कुरा चाहिँ घरमा छोराछोरी हुनुहुन्छ लगभग मेरै उमेरका पनि हुनुहुन्छ जस्तो लाग्छ मलाई किनकि मैले देखेको छु हजुरको धेरै कुरा थाहा छ मलाई अनि अर्को कुरा चाहिँ घरबाट कतिको सपोर्ट पाइरहेको भएको छ अनि त्यो विषयमा नसोच्दा हुन्छ भयो नबोलाउँ कि त्यसमा चाहिँ बोलाउनु भयो ए घरपट्टिकाले अनेक कमेन्ट गरेर दिमाग खराब गरिदिन्छन् पहिले घरको भन्नु क्या त नि के ल ओके ठिक छ विशेष धेरै छिलेछु मान्छे तपाईँको गीत सङ्गीतको यात्रा धेरै अगाडि बढाउँछ र विशेष गरी शान्ति कार्की दिदी हामी चाहिँ हजुरको साथी कार्यक्रमलाई आएर पनि धेरै सपोर्ट गर्ने व्यक्ति धेरै सेवा गर्ने मान्छे यहाँ धेरै दिनदेखि आशासित आउनु मलाई थाहा पनि छ होइन धेरै खान पाएका लेख्न पाएका धेरै रोएर आउनुहुन्छ कतिपय व्यक्तिहरू सेवा गर्नेहरू पनि आउनुहुन्छ त्यो तपाईँ हामी सबैलाई थाहा छ र आज लगभग हामी अन्तिम अन्तिमतिर पनि छौँ के भन्नुहुन्छ अन्तिमतिर तपाईँको गीत सङ्गीत जो फ्यानहरू छौँ आज हामी चाहिँ हजुरको साथ टिभी कार्यक्रम हेर्ने दर्शकहरूलाई के भन्न चाहनुहुन्छ यो मेरो भाइको हामी छौँ हजुरको साथमा टिभी कार्यक्रम सबैजनाले हेरिदिनु होला दुखी गरिबलाई साथ सपोर्ट गर्न भनेर हिँडिरहेको छ मेरो भाइ सबैजनाले उहाँलाई चाहिँ जति सक्नुहुन्छ जिन्दगीमा दिएर खाएर आफ्नो त कोही पनि भइँदैन हुनलाई चाहिँ तर आफ्नो क्षमता अनुसार चाहिँ दुखी गरिबलाई सहयोग गर्यो भने आफूलाई पनि सन्तुष्ट मिल्छ सबभन्दा ठुलो कुरो चाहिँ त्यो लाग्छ मैले पनि कतिपय ठाउँमा गरेको छु कतिपय ठाउँमा गर्छु भन्दै नि सकेको छैन मेरो नि परिस्थिति बाध्यता त्यस्तै भएर हो आफूले गर्यो आफ्नो लगनशील दियो आफू सङ्घर्षशीलमा हिँडिरहँदाखेरि आफूले गर्छु भनेर आँटेको कुरा सत्य भएर गऱ्यो भने चाहिँ ईश्वरले एक दिन पक्कै पुर्याउनुहुन्छ भन्ने विश्वास छ मलाई र पछिल्लो समयमा मेरो एकदम खुसीको व्यक्त भन्ने कुरा चाहिँ मेरो दोहोरी प्रतियोगितामा हिँड्दै गर्दा अहिलेको चाहिँ मेरो यो रनिङ सिल प्रतियोगिता दोस्रो प्रतियोगिता त्यहाँ चाहिँ मैले चण्डीगढ शाखाबाट चाहिँ भाग लिएको थिएँ दाजुहरूलाई चाहिँ यहीँबाट नै एकदम हृदयदेखि नै सम्मान गर्दै धेरै धेरै धन्यवाद दिन चाहन्छु किनकि दाजुहरूले मलाई कतिपय ठाउँहरूबाट म प्रतियोगिता गाउँछु भन्दै गर्दा ठाउँ नपाउँदै गर्दा मलाई विदेश शाखाबाट चाहिँ दाजुहरूले हाम्रो शाखाबाट प्रतियोगिता भिड्न गइदेऊ न त भनेर जाँदै गर्दा त्यहाँ चाहिँ मैले अनुशासित गायिकाको एउटा पुरस्कार पाएको थिएँ जुन मेरो लागि लाखौँ करोडौँ पुरस्कार भन्दा पनि मेरो लागि महत्त्वपूर्ण विषय हुन्छ त्यो चाहिँ मैले त्यो पुरस्कार पाउँदै गर्दा दाजुहरूले चाहिँ खुसी व्यक्त गर्दै मेरो एउटा मैले यो पुरस्कार पाइरहेको समाचारमा हालिदिनु भएको रहेछ क्या मलाई चाहिँ एकदम खुसी लाग्यो त्यो देख्दाखेरि चाहिँ किनकि आज शान्ति कार्की भनेर नेपालमा मात्रै चिनिन्थ्यो भने विदेशमा पनि कुनै कतिपय ठाउँहरूमा शान्ति कार्कीले नै यतिको गीत गाउँछ है भन्ने चाहिँ बनाइदिनु भएकोमा दाइहरूलाई एकदम हृदयदेखि नै धन्यवाद दिन चाहन्छु यहीँबाट धेरै धेरै सम्मान छ विशेष आज हामी चाहिँ हजुरको साथ टिभी कार्यक्रम मेरा लागि र विशेष कार्यक्रमको लागि पवित्र पाइलो परेको छ स्टुडियोमा यसका लागि धेरै धेरै आभारी छु तपाईँ राति पनि काम गर्ने मान्छे अनि आज त्यो रातिले निन्दालाई छोडेर पनि विशेष आज यो कार्यक्रमलाई साथ दिनु यसका लागि धेरै धेरै सम्मान गर्न चाहन्छौँ र साङ्गीतिक यात्रा भोलिको दिनमा अझ धेरै समय माग्ने दिन आओस् म आग्रह गर्न चाहन्छु पशुपतिनाथसँग
यही अपेक्षा राखेको छु धेरै धेरै दिदीको यो साङ्गीतिक यात्रा अनि विशेष गरी सबैको मस्तिष्कमा बस्न सफल